हाई हाई। तर मलाई यहाँ भिज्नु मन थिएन साथीहरू। खतरा खतरा टर्निङ रहेछ यहाँनिर। हावा फेरि उस्तै लागेको छ, ढलाउला जत्तिकै हावा चलिरहेछ। हिमाल तड्केर यस्तो टल्किरहेछ। ओ यतै हो ल्याउ र। हजुर हजुर। ओ या हेर्नु सक्नुहुन्छ त, अफरोड भन्दा पनि हावाले उडाउँदा जस्तो कत्रो हावा चलेको त। नि के भन्छ यो बागलुङ हो। बागलुङमा नेपालको सबैभन्दा लामो पुल। यहाँ चाहिँ मान्छेहरू पनि हिँड्नु जग्गा छ क्या। गति 30 मात्र। ए लानु चाहिँ पाउँदो रहेछ। ल हेर्न सक्नुहुन्छ चेरी गल्ली चाहिँ यही हो, मुस्ताङको चेरी गल्ली। हेलो गाइस, वेलकम ब्याक माई न्यू ब्लग। अहिले चाहिँ म जोमसोममा छु। हामी चाहिँ सब रेडी भइसक्यौँ। अब चाहिँ के लेक छ अरे, अनि त्यसपछि जेरी गल्ली छ अरे। त्यहाँ घुम्छौँ अनि त्यसपछि तपाईँहरूलाई पनि खुवाउँछौँ। अनि जान्छौँ पोखरा डाइरेक्ट। हेर्नु सक्नुहुन्छ यहाँ हिमाल तड्केर यस्तो टल्किरहेछ कि, यस्तो खतरा टल्किरहेछ कि। हामी बसेको चाहिँ यो होटल हो, यो होटल ठिकै छ। त्यति साह्रो एक्सपेन्सिभ भन्दा पनि मोमो चाउमिनहरू खायो भने चाहिँ एक्सपेन्सिभ रहेछ। त्यो बाहेक चाहिँ अरू चाहिँ ठिकै छ। गाइजहरू बल्ल बल्ल आगो घुम्नै पऱ्यो होइन। यस्तो ग्यास्ट्रिकले गाह्रो पर्छ खाने टाइममा नखाएर। घरमा पनि खाँदिनँ क्या, तर अब त्यहाँ काम गर्नु पर्दैन। यहाँ त बाइक थाम्नु पर्छ, कुदाउनु पर्छ। ल गाइज हाम्रो चाहिँ सकिसकेको छ जोमसोमसम्मको यात्रा। ए सकिसकेको छ अरे। हामी चाहिँ तपाईँहरूलाई लेक घुमाउनु लग्दैछौँ। ताल यताबाट जान्छ अरे। जाइदिउँ न त है, बल्ल बल्लको किन उ गर्नु। पोखरा चाहिँ अझ हामी राति मात्रै पुग्छौँ जस्तो लागिसक्यो मलाई। अब जेरी गल्ली घुम्नै बाँकी छ। अस्पताल यहाँ रहेछ, अस्पताल जोमसोमको। सबैतिर पेट्रोल र खाजा चाहिँ पाउँदो रहेछ। यहाँ खाजा पेट्रोल पाइन्छ, यहाँ खाजा पेट्रोल पाइन्छ भनेर। यो चाहिँ जोमसोम बजार हो साथीहरू, बजारको साइडतिर हो। हिजो हामीले घुमिसक्नुपर्ने हो कि, तर हामीले खाजा नखाइ तिम्रो खाजा पर्खिँदाखेरि अलिक ढिलो हो अनि घुमिनँ। जेरी गल्ली हुँदो घुम्दै आउनुपर्ने थियो हिजो। मार्फामा जेरी गल्ली पर्छ भनेर नै फेरि रिसर्च पनि खतरा छ। रिसर्च नगरी हिँडेर अबै कत्रो हावा चल्छ क्या यता त। फेरि मलाई त कसम उडाउँछ होला हौ यताको हावाले त साँच्चै। लेक देखाउन आँटेको छु। अबे हावाले बाइकसँग झन्डै उडायो, कसम कसम से। यता त अलिक जोकेर चलाउनु पर्ने हुन्छ। लास्टै खतरा हावा चल्दो रहेछ हौ यता। यतै हो डाइरेक्ट। योतिर घुमेर पुग्नु आँटेको जस्तो लाग्यो त मलाई। हेर्नु सक्नुहुन्छ यता चाहिँ यस्तो छ। यो चाहिँ सबै स्याउहरूको रुख होला सायद। अहिले चाहिँ स्याउको सिजन होइन रहेछ। हिमालहरू देख्न सक्नुहुन्छ साइड साइडमा सबै। हामी हिमालहरूको बिचमा हिँडिरहेको छौँ। हिमाल भनौँ कि हिउँको बिच भनौँ। ओ कहाँ बस्यौँ हौ हामी त। ओ यतै हो सोध्नु त। दाइ ताल यतै हो। ताल कताबाट? हजुर ल्याउ र। ल्याउ र हस्। हजुर हजुर हजुर। ए हस् हस् धन्यवाद। नसुतिकन फत्तै छिटेको त। यस्तो छ हालत। फेरि फर्किनु पर्ने भयो। यताबाट चाहिँ हिँडेर जाने रहेछ, उताबाट चाहिँ गाडी जाँदो रहेछ। ओहो दोहोर गर्दै बसौँ न त एउटै बाटोमा। जे होस् यता झुक्केर पनि यता
यता घुम्नु पाइँ नि त होइन माया गर्ने ए लेखिरहेको रहेछ त धुम्बाले भनेर अघि कस्तो नपढेको हो दिमाग त मान्नै पर्छ राम्रै बाटो छ जस्तो छ उता वेलकम टु थकाली कम्युनिटी होमस्टे अरे होमस्टे यता छ ओ लेक चाहिँ कता हो त अनि कता हो लेक टाढा ए 15-20 मिनट लाग्छ अरे तर हेर्नुहोस् हिमाल मुस्ताङ हामी चाहिँ धुम्बा लेक जाँदैछौँ धुम्बा के हो यहाँ वेलकम टु थिनी भिलेज अरे हो भिलेजको नाम चाहिँ थिनी भिलेज अरे साथीहरू थिनी भिलेज चाहिँ यस्तो छ साथीहरू हेर्न सक्नुहुन्छ कता हो अब यहाँबाट ओए कता हो उतै होला सोध्दा त 8 मिनट तल यहाँबाट 8 मिनट तल चाहिँ धुम्बा लेक 1 बजिसक्यो पोखरा कहिले पुगेर पोखरा अझै घुमेर भोलि घर फर्क्यौँ भनेको त हामी त के यता पनि बनाउँदै रहेछ यत्रो धेरै हिँड्ने ठाउँहरू म त हिँड्न सक्दिनँ है बरु अफरोड भए पनि कुदाउँछु खतरा टर्निङहरू रहेछ यहाँनिर अफ के भन्छ ऊ नभए त हावा फेरि उस्तै लागेको छ ढलाउला जत्तिकै हावा चलिरहेछ टर्निङहरू त बबाल खतरा रहेछ त हो टर्निङहरू त क्या है हाम्रो पिच रोड त सकियो जस्तो छ त साथीहरू मामा हावा यस्तो चलेको छ कि फेरि हामीलाई नै उडाउला जत्तिकै चलेको छ ओइ भिजाउने दुम्बा ताल पानीमा भिजाउनु जम्न त तलबाट अहिले पुल भत्क्यो भने तर मलाई यहाँ भिज्नु मन थिएन साथीहरू भिजेर त कहाँ छ अझै लेक आउनु होइन अफरोड त होइन यहाँ हावाले उडाउला जस्तो भयो साथीहरू अफरोड भन्दा पनि यहाँ हावाले उडाउला जस्तो कत्रो हावा चलेको त नि मलाई त मुस्ताङको हावाले यतै राख्ला जस्तो छ त नि क्या है कहाँबाट आयो फेरि यता पनि पिच रोड छ त नि फेरि त साथीहरू धुम्बा लेक जानुलाई चाहिँ यहाँ अफरोडहरू रहेछ हिँड्नुपर्ने रहेछ तर अफरोडले भन्दा पनि यहाँ मैले हावाले साँच्चीकै उडाएर लग्न आँटिसक्यो के गर्ने यहाँ पिच रोड आयो बल्ल कत्रो हावा चलेको बा साँच्चीकै कत्रो हावा चलिरहेछ फेरि उकालो रहेछ तल झर्नु पर्यो भन्दैछ त फेरि उकालो 1 मिनट लगाइदिन्छु यहाँ लास्टै उकालो रहेछ ओ या हेर्नु सक्नुहुन्छ त कस्तो हरियो खतरा देखेको यार कहाँबाट जाने हो बाइक लानु पाउँदैन बब्बाल देख्यो हु सानो रहेछ ताल त रहनु त तर कस्तो हरियो छ क्या हिमालतिरको तालै बेग्लै हुन्छ ओइ झर्ला हावाले कत्रो हावा चलिरहेछ अहिले अलिक कम भयो चल्नु
यहाँ सक्नुहुनेछ यही हो धुम्बा ताल चाहिँ। हावा चलिरहे माछाहरू हो हेर त कति ठुलो धेरै माछा हेर न पतेङ्गर पो होला नि। वाह कत्रो हावा चल्नु खोज्छ हौ यहाँ तालको छेउमा झन् उपरै धेरै हावा चल्दो रहेछ। अब चाहिँ हामी फर्केको है साथीहरू स्टोरेज पनि एउटा छैन गर्दै जानुको लागि पनि। अब चाहिँ हामी मार्फामा जेरी गल्लीमा भेट्छौँ है त साथीहरू बाई बाई। देख्ने ठाउँमा छौँ हेर्न सक्नुहुन्छ यहाँ सबै जमसम सब यो भुइँमा भएको जति सबै उयो भएको जति हामी सिक्काहरू भएको जति सबै जमसम हो। अब चाहिँ हामी गयौँ है साथीहरू गाई चाहिँ हामी मार्फामा आइसक्यौँ हेर्नु मार्फा चाहिँ यस्तो छ। अब चाहिँ म जेरी गल्लीहरूको भित्रभित्र तपाईँहरूलाई घुमाउँछु। सिङ्गन आइरहेछ चिसोले हेर्नुहोला स्याउहरू यति धेरै रहेछ। स्याउहरूको बोटहरू नै होला सायद यिनीहरू तर के भन्छ कुनै छैन फलेकै छैन यस्तो चाहिँ। जेरी गल्ली चाहिँ क्या हो साइड हो क्या दाइ जेरी गल्ली कता साइड हो हजुर ए हजुर ए हस् धन्यवाद। ल वेलकम टु मार्फा भिलेज। रहेको छ यो हावा चलिरहेको छ यो कता यतै हो उतै हो। अनि के हेलो जेरी गल्ली कता हो ए हस् धन्यवाद। छेउ सोध्दै जानु। हामी चाहिँ यहाँ जेरी गल्ली आएको है साथीहरू। ए के हो फेरि ऊपर रहेछ छालाको ए कृपया गाउँभित्र बाइकहरू गति 30 मात्र ए लानु चाहिँ पाउँदो रहेछ। ल जेरी गल्ली यही हो साथीहरू। अन्त 10 मात्र रहेछ यो भित्र कुदाउने गति चाहिँ। ए सेटरीका ऊपर रहेछ यार फेक पो रहेछ। ल जेरी गल्लीहरू चाहिँ हेर्नु सक्नुहुन्छ। जेरी गल्ली यही हो जेरी गल्ली। कहाँसम्म जान्छ हौ बाइक चाहिँ हाई हाई हेर्न सक्नुहुन्छ। यता रेस्टुरेन्टहरू पनि रहेछ। के हो जेरी गल्ली हामी सक्नु आँट्यौँ के कति टाढा छ जेरी गल्ली ए कति लामो छ हेर्न सक्नुहुन्छ। जेरी गल्ली चाहिँ यही हो मुस्ताङको जेरी गल्ली। के हो सक्नु आँट्यो क्या हो त साथी आइरहेछ अगाडि अगाडि ए अगाडि अगाडि पछाडि पछाडि। यहाँ ड्रेसहरू पाइन्छ अरे अझै उता छ क्या अझै उता छ जाउँ न त। हेर्न सक्नुहुन्छ लामै पो रहेछ तपाईँको सामानहरू छुट्यो कि भनेर। हाई हाई कान्छा कान्छीहरू गल्ली गल्ली चाहिँ के हो त यति न होला हौ। सबै ढुङ्गाले यति होला।
अझै जानु त उता अझै जान्छ दाइ उता जानु मिल्छ ए हस् आमा ह्याप्पी होली कान्छ वाह बे वाह यस्तो रहेछ त कहाँसम्म जान्छ हजुर मम्मी ओए फर्क्यौँ ड्रेस लाएर फोटो खिचेर जानुपर्ने हुन्छ न त फेरि मुस्ताङ आएर के हुन्छ केटा हो ग्याङ ग्याङ मुस्ताङ भन्ने गीतमा भिडियो नबनाइकन गयौँ भने यो समाजले हामीलाई स्वीकार्दैन त्यही भएर हामी जेरी गल्लीमा गएर ड्रेस लाएर भिडियो गर्छौँ अर्छ यो गल्लीमा यो यत्रो ट्रक अरे सफारी बाटो दिएको यो केटीले मलाई ओके छ त हेर्न सक्नुहुन्छ घुम्दै यता र उता हेर्दै अङ्कलहरू पनि हाँस्दै हुनुहुन्छ अलि उता बस्नुपर्छ ल ओ यतै रोकौँ ल कहाँ लाउनु लुगा चाहिँ ओए जेरी गल्ली त भो देखाउँछ त नि तर उस्तै रहेछ सबै यता झन् केही छैन आऊ यतै लम यो मान्छे छैन त मान्छे हुनुहुन्न त को हुनुहुन्छ हजुर दुईजना हेलो गाइस हेर्न सक्नुहुन्छ म चाहिँ सेयर पनि बनिसकेको छु अहिले कस्तो देखिरहेको छु थाहा छैन नामसँग म्याच गरेर ड्रेस पनि लगाइसकेको छु ठाउँ पनि आइसकेको छु यो ड्रेसको चाहिँ 250 मात्रै अरे यो सेटहरू साथीहरू केटाको पनि केटीको सेम अरे ए रियल कपल अर्को हाम्रो मैचेक पनि यहाँ रेडी भइसकेको छ आज चाहिँ हामी सेयर पनि भन्दै गयो साथीहरू हेर्न सक्नुहुन्छ सेयर पनि सुहायो कि सुहाएन के बनाउने भन यस्तो छ ड्रेसहरू यता पनि लाउनु पाउँछ अनि हजुर हामी त मुक्तिनाथ घुमेर पनि उता ताल पुगेर पनि ए तपाईँहरू कहिले जाँदै हुनुहुन्थ्यो नि मास्क लगाएर चिन्नु भएको कतासम्म अन्त कुन ठाउँसम्म ए बोटल पोखरा निस्किनुपर्छ होला होइन डर हजुर उराम हजुर हजुर यहाँ बाइकमा कुदाउँ न जाला माथि यहाँ छ तिमी के भन्नुभयो हाई गरिदिनु न त भ्लगमा तपाईँहरू साथी ए एउटै बाइकमा हो कि फाल्टु बाइकमा एउटा बाइकमा चाहिँ कसरी 3 जना चढ्छ एउटा बाइकमा आउनुभएको चाँडो लाग्नु थाल्यो मलाई यहाँ दाइलाई चाहिँ छक्क पर्नु भयो अरे हामीले बाइक कुदाएको देखेर ड्रेसहरू सबै लगाइसक्यौँ अब चाहिँ हामी फर्किन्छौँ बाई गाइस बाटोमा बनायो भने बनाएँ नत्र बनाउँदिनँ होला भिडियो स्टोरेज फुल भइरहेछ बाई गाइस त्यही सानो बत्ती बाल्नु चाहिँ कालीको मन्दिर अरे अनि यताको यो पुल छ नि यो चाहिँ नेपालको सबैभन्दा लामो पुल हो अर्को उचाइमा पनि रहेछ के भन्छ यो बागलुङ हो बागलुङमा नेपालको सबैभन्दा लामो पुल छ भनेर थाहा यहाँ चाहिँ मान्छेहरू पनि हिँड्नु डराउँछ अरे क्या हजुर बाइक पनि हिँडाउँछ अरे होइन ए गाइस हामी चाहिँ यहाँ
के भन्छ पोखरा आइसकेर पनि यहाँ खाना खान आँटेको छौँ। यहाँ चाहिँ हेर्नु लेक साइड फेवा लेक साइड यता चाहिँ टुप्पा साइड हो। ल अब चाहिँ हामी खाना खायौँ अनि आजको भ्लग चाहिँ यतिमै सकिन्छ। बाई बाई टाटा गुड नाइट। थ्याङ्क यू सो मच लास्टमा भिडियोहरू दिनु भएकोमा। टाटा।